आज विशेष गरेर मलाई अझै गर्व लागिरहेको छ। यो मेरो वडा पनि रहेको हुँदा म जन्मेको, मेरो बसोबास, मेरो स्थायी ठेगाना रहेको, मेरो मताधिकार रहेको ठाउँ वडाको यो अधिवेशनमा सम्पूर्ण पाल्दिन हुने हामी सबैलाई सबभन्दा पहिला स्वागत व्यक्त गर्न चाहन्छु। यसलाई अझै राम्रो बनाउनको लागि खट्न सकिन्थ्यो होला। बिचमा चाहिँ के चाहिँ असिलो भयो भने यो पदीय जिम्मेवारी बहन गरिसके पछाडि खटाइ त्यही अनुसारको हुँदो रहेछ। म गण्डकी प्रदेशको प्रवक्ताको भूमिकामा छु र यति बेला चाहिँ हामीले आज हाम्रो गण्डकी प्रदेशभित्रका समानुपातिक उम्मेदवार, सुन्नु होला है, समानुपातिक उम्मेदवारलाई छलफल गराएर अन्तिम नामावली प्रकाशन आज हामीले गर्दैछौँ। त्यो कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा गण्डकी प्रदेशको मलाई रहेको हुनाले अहिलेको केही समय पनि त्यहाँको कार्यक्रम चलाउनलाई एकछिन मेरो वडाको अध्यक्ष छ भनेर भागेर आएको, फेरि आइहाल्नुहोस् तपाईँ भनेर फोन आइसकेको छ। त्यहाँ आज राति 8 बजेसम्म उहाँहरूलाई आकांक्षी हाम्रो चाहिँ उम्मेदवार परेकाहरू साथीहरू उम्मेदवार हुन्छ नि समानुपातिकको, उहाँहरूको बेलुकासम्म छलफल हुन्छ। त्यस पछाडि त्यहाँबाट कतिजनाले विथड्र गर्नुहुन्छ। हामीहरू यहाँ गण्डकी प्रदेशबाट जाने भनेको 110 समानुपातिक सिट हुन्छ, थाहा छ नि हामीलाई होइन? हाम्रो प्रतिनिधि सभामा 110 समानुपातिक र 165 प्रत्यक्ष गरेर 275 सिट हुन्छ। त्यसमा 110 मध्येबाट हाम्रो प्रदेशले पाउने भनेको संख्याको आधारमा 13 जना हो। 110 भित्रमा त्यो 13 जनाको ठाउँमा अहिले परेको छ 43 जनाको, अर्थात् 30 जनालाई अझै व्यवस्थापन गर्न बाँकी छ नि त। त्यही काममा खटिरहेको भएर म पनि धेरै समय दिन नसकेको जस्तो भयो। तपाईँहरूले पनि आफ्नै वडाको पनि कहाँ गएको छ भने जस्तो होला। त्यसको लागि मरेर काम गरिरहेको छ। अरूको जस्तो, अरू पार्टीको जस्तो भएको भए त विदेशमा जसको पैसा छ त्यसले लर, दाइलाई भाउजूलाई लर बोरामा पैसा बुझासी सांसद हुन्थे समानुपातिक। आर्जुरामा चाहिँ किसानको कोटाबाट गएर हुन्थे। राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यस्तो हुँदैन। हामीले आजैबाट त्यसको प्रारम्भिक चरणको सुरुवात गरेका छौँ। ती मध्येबाट पनि 13 जना पर्नेमा पनि भोटिङ भएर 13 जना भन्दा बढी पक्कै हुनुहुन्छ, 30 जना हुनुहुन्छ। उहाँहरूलाई सबैले भोट गरेर हाम्रो डिजिटल प्लेटफर्म मार्फतबाट भोटिङ गरेर जसले मत बढी ल्याउँछ त्यही उम्मेदवार हुन्छ। र हाम्रा केही मापदण्डहरू छन्। जसले सामाजिक उत्तरदायित्व बढी गरेका छ, जो विज्ञ छ होइन, जो सुट छ सांसद बन्नको लागि उही हुन्छ। यहाँ पैसाले म्याटर राख्दैन। त्यही भएर त्यही सांसदहरूको चाहिँ छनौटको प्रक्रियामा रहेको हुँदाले चाहिँ केही व्यस्त भएको कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु। अब रह्यो अहिलेको केही प्रदेश स्तरको भएको हुनाले मैले राजनीति विषय पनि केही जोड्नुपर्छ जस्तो लाग्छ आफ्नै वडाको हिसाबले पनि। यति बेला देश दौडा कार्यक्रममा हामी अब लाग्दैछौँ। धेरै कुरा एकैचोटि गर्नुपर्ने अवस्था आएको छ। कस्तो भने प्रत्यक्षतर्फको पनि हाम्रो उम्मेदवारी दर्ता गर्न खुल्ला भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य लिएका मान्छेले आफैले उम्मेदवार दिन पाइन्छ। कसैको सिफारिस चाहिँदैन, कहीँ गएर सोध्नु पर्दैन, घरमै बसेर उम्मेदवार हाल्नु पाइन्छ। हाम्रोमा कुनै नेताको चाकरी गर्नु पर्दैन उम्मेदवार हुनलाई। क्षमता भएको मान्छेले जहाँबाट पनि उम्मेदवारी हाल्न पाउँछ भनेपछि त्यो पनि खुल्ला भएको छ। समानुपातिक टुङ्ग्याउनु पर्ने छ। चुनाव नजिकै छ। भर्खरै रविदाई निस्किनु भएको छ। देश दौडामा जाने कार्यक्रम बाँकी नै छ। कति हो कति मान्छे पार्टीमा आउनको लागि अझै तपाईँहरूलाई एउटा कुरा भने मैले केही समय गोप्य राख्छु मान्छेको नाम चाहिँ हाम्रो यही क्षेत्रको केही व्यक्तिहरूको एउटा झुन्ड हामीसँग प्रवेश गर्ने भनेर हिजो पनि हामीसँग पोखराबाट आएर हामीले भेटिरहेछौँ। भनेपछि सबै हामीसँग आकर्षित छन्। यति बेला हिजो मन्त्री भएका मान्छे पनि हामीले अब आउने 19 गते उहाँको टिम सहित पार्टी प्रवेश गर्दैछ। त्यही भएर सबैजनाको आफ्नो आफ्नो ठाउँमा दौडधुप छ। त्यसलाई मध्यनजर गरेर आज सोरेन दाइ आउन केही समय ढिलो भएको हो। आउन चाहिँ उहाँ बाटोमै हुनुहुन्छ। खाजा पनि अहिले के भन्नुभएको छ भने खाजा पनि केही खाइएन बिहानदेखि र त्यही काहीँ होटलमा भनेर प्याकिङ गरेर ल्याइदिनु न भोक लाग्यो भनिरहनु भएको छ कि बिचरा। त्यति गाह्रो छ। जहाँ जाँदा नि छेकेका छन्। तसर्थ उहाँको ढिलाइ भएको कारणले पनि म माफ माग्न चाहन्छु। रह्यो अब 2 नम्बर वडाको विषयमा कुरा गर्दाखेरि हामीले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति भएको जनताको माया
हामी जहाँ पनि जान्छौँ मान्छेले बुढाबुढी बुवाआमाहरू रुँदै आएको देख्छौँ, युवाहरूमा एउटा जोस भएको देख्छौँ। अझै विशेष गरेर आमा दिदी बहिनीहरूले गरेका ती प्रतिक्रियाहरूमा त साँच्चै आफ्नै दाजुभाइको माया लुकेको देख्छौँ रविप्रतिको। अनि यी बाँकी रहेका यत्रा वर्ष चाहिँ चुसेका धमिरा जस्ता यी अरू राजनीतिक दलसँगको वितृष्णाहरू चाहिँ हामीले पोखेको देख्छौँ। यो चिज चाहिँ हामीले कायम राखिरहनको लागि, यी चिज कायम गरिराख्नको लागि हामी यो अधिवेशनमा वडादेखि हरेक तह तब्कामा चाहिँ हामीले यो अधिवेशन गर्दै आइरहेका छौँ। हामी जहाँ जाँदा पनि राम्रो कुराहरू पाइरहेको हुन्छौँ। हिजो अरू दलमा लागेको मान्छेले पनि होइन योपालि त देखिन मिल्दैन, हामी अब चाहिँ योपालि चाहिँ एकपटक घन्टी बजाउने हो भन्ने अभिव्यक्ति नेतागणहरू हिजो टिका पाएर चुनाव लडेकाहरूको समेतको मुखबाट त्यो सुनिन्छ। अहिले भने पछाडि हामीले त्यसलाई सुट हुने, उनीहरूको मन जित्न सक्ने पात्र नेतृत्व खडा गर्न सक्यौँ भने 84 मा जित हाम्रो शुक्ला गण्डकीको सबै वडामा सम्भव छ। मान्छेको मनमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। त्यसलाई कायम गर्ने आज यहाँ नेतृत्व चुन्नुपर्ने जरुरी छ। तसर्थ सबैजना कोही इच्छुक हुनुहुन्छ भने नि खुलेर म आउँछु भनेर आउन मिल्छ र हामीसँग जोडिने ठाउँहरू कति छन् धेरै छन्। अनि हामी गाउँ जाँदाखेरि के गर्यो त नि रासोपाले भनेर आवाज पनि आएको हुन्छ नि होइन। धेरै ठाउँमा जाँदा के गर्यो रासोपाले, अहिलेसम्म काम किन गरेन, त्यत्रा चाहिँ मन्त्री भा हो भनेर सोध्छन् नि। हामी सत्तामा केही समय मात्रै भयौँ, त्यही पनि यी अरूका नेतृत्वमा हामी गयौँ। हाम्रो नेतृत्वमा सत्ता भएन र अरूको नेतृत्वमा जाँदाखेरि हामी अन्योल भयौँ। काम गर्ने ठाउँमा हामीलाई खासै काम गर्ने गरेर समय दिएन। नदिए पछाडि हामीले गर्ने के त भन्दा हामीले पुल बनाउन सकेनौँ होला, हामीले बाटो पिच गर्न सकेनौँ नि, गाह्रो हो। किनभने हामी त्यो मन्त्रालयको जिम्मेवारी हामीमा थिएन। तर बाटो बनाउन पिच गर्न हामीले समय पाएनौँ। सम्बन्धित ठाउँ हामी नभए पनि तिनका भरौटेले बाटो पिच गर्ने गरेर 10 लाख परेको बजेटमा 5 लाख झ्वाम पारेर 5 लाखको काम भएको काम चाहिँ जस्ताको तस्तै हामीले देखाइदिएकै हो। हामी धेरैजनाले शुक्ला गण्डकीको हिसाबमा त अभियानै चलाएर मैले लगभग मेरो नेतृत्वमा हाम्रो युवा अभियान सञ्चालन गरेर लगभग 4-4.5 करोड जति त 1 वर्षमा रोकेकै हो। हामीले गर्न सक्ने अहिले पनि खबरदारी नै हो। र जब हामी ठुलो ठाउँमा पुग्छौँ त्यस पछाडि पुल सुल बनाउन त अहिलेबाट मूल्याङ्कन भइरहेछ। कतिवटा हाइड्रो बन्दैछन् तनहुमा, सुनखानी तामाखानी के छ, कति पैसा लाग्छ भने श्रीराम दाईहरू यहीँ हुनुहुन्छ, यतिका विज्ञहरूले उहाँ कानुन बनाउँदै हुनुहुन्छ, छोडिन दाईले बनाउँदै हुनुहुन्छ। हाम्रो खाका देश विकास कसरी हुन्छ भने खाका सहित के काम गर्छौँ, कति पैसा लाग्छ, कति समयमा भ्याउँछौँ, कुन तरिकाले काम गर्छौँ भनेर खाका सहितको हाम्रो बाचापत्र आउँदैछ। त्यसको नेतृत्व हाम्रो विज्ञहरूबाटै गरेको हिसाबले एकपटक मात्रै यो सरकारको नेतृत्व गर्न पायौँ भने देश चलाउने बाटोमा पक्कै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ आफ्नो जिम्मा लिएर राम्रो बनाउँछ भन्ने कुरामा विश्वस्त भएर नै हामी लागेका हौँ। तसर्थ त्यसको सबैभन्दा ठुलो अंश भनेको वडा भनेको सबैभन्दा सानो मानिन्छ, तर सबैभन्दा ठुलो भूमिका वडाको हुन्छ। किनभने सिधै जनतासँग ठोकिने, माथिको निकाय भनेको मन्त्रालयहरू भनेको सरकार भनेको सत्ता भनेको ट्याङ्की हो। त्यस पछाडि अथवा मूल हो, इन्ट्याङ्क हो, माथिको। त्यसको उद्देश्य के हुन्छ भने पानी जताततै समान बाँड्नु हो नि त। डाँडामा लर बनायो भने डाँडामा पनि पहुँच, माथि पनि सती डाँडामा नि पुग्ने भयो मानुस, भुजीकोटमा नि हुने भयो र साखरमा पनि पानी हुने भयो नि। त्यो पछि यो वडा भनेको चाहिँ धारो टुटियो। सबैभन्दा पानी पोखिने ठाउँ यहाँ हो नि, विकास गर्ने ठाउँ पनि यहीँ हो, सिधै जनतासँग ठोकिने ठाउँ वडा हो। वडा भनेको सबभन्दा जिम्मेवार पक्ष हो। यसको कुरामा चाहिँ तपाईँहरूले मनन गरेर आज पक्कै पनि राम्रो टिम यो वडालाई समृद्ध बनाउन, हामीले देखेको सपनाहरूलाई साकार पार्नको लागि पक्कै पनि उत्कृष्ट टिम आज यहाँ बन्नेछ भन्ने